के तपाईलाई ब्याङ्कमा नपुगिकनै खाता खोल्न मन छ? हाम्रो व्यस्त जीवनलाई ध्यानमा राख्दै नोबेल ब्याङ्कले रिमोटली नै अर्थात तपाई जहाँ हुनुहुन्छ त्यहीबाट अनलाइन खाता खोल्न सकिने सुविधा ल्याएको छ। एन्ड ब्याङ्कको एप मार्फत यस्तो खाता खोल्न सकिन्छ। सबैभन्दा पहिला आफ्नो फोनमा यी आवश्यक कागजातहरू पीडीएफ फर्मेट और इमेज फाइलमा रेडी राख्नुहोस्। याद राख्नुहोस् यो फाइलको साइज भने लेस देन 2 MB को हुनुपर्छ, जसमा रहेको छ नेशनल आइडेन्टिटी कार्ड, पासपोर्ट साइज फोटो, प्यान कार्ड अनि सिम ओनरशिप प्रुफ, जसको लागि एनटीसी युजरले *922# र एनसेल युजरले *9966# गरेर आफ्नो सिमको ओनरशिप कलेक्ट गर्न सक्नुहुन्छ। यसरी आएको इन्फर्मेसनलाई स्क्रिनशट गरेर राख्न सक्नुहुन्छ। सबैभन्दा पहिले एन्ड्रोइड युजर्सले प्ले स्टोरबाट र आइओएस युजरले एप स्टोरबाट नोबेल ब्याङ्कको एप्लिकेसन डाउनलोड गर्न सक्नुहुन्छ। एप्लिकेसन डाउनलोड भइसकेपछि एप ओपन गर्नुहोस्। स्क्रिनमा तपाईलाई सेफ ब्याङ्किङको लागि केही युजफुल जानकारी दिइएको छ, पढेर जानकार भइसकेपछि स्किप गर्न सक्नुहुन्छ। अब प्र्याक्टिस सेफ ब्याङ्किङमा ट्याप गर्नुहोस् अनि स्किप गर्दै अगाडि बढ्नुहोस्। अब लगइन स्क्रिनमा ट्याप मी देख्न सकिन्छ, यहाँ ट्याप गरौं। अब मैले स्क्रिनमा देखिएको ओपन फुल एकाउन्टमा ट्याप गरे। यहाँ मैले नेपालमै बसेर खाता खोल्न लागेको भएर इन नेपालमा मार्क गरे। यदि तपाई नेपाल बाहिरबाट खाता खोल्न चाहनुहुन्छ भने अर्को अप्सन छान्न सक्नुहुन्छ। हामी चाहिँ अहिले नेपालबाटै खाता खोल्ने प्रक्रिया अगाडि बढाउँदैछौं। अब यहाँ धेरै प्रकारका सेभिङ्स एकाउन्टहरू देख्न सकिन्छ। ती मध्ये हामीले नोबेल जेनरल सेभिङ्स एकाउन्ट छनौट गर्यौं। त्यसको लागि एप्लाईमा ट्याप गर्न सकिन्छ। यहाँ अब रजिस्टर फर अनलाइन एकाउन्ट ओपनिङ नामको फर्म खुल्छ। यसलाई फिलअप गर्नुपर्छ। यहाँ आफ्नो नाम, जन्ममिति, इमेल एड्रेस, कन्ट्री कोड, मोबाइल नम्बर, जेन्डर फिलअप गर्नुहोस्। यदि विदेशमा बसिरहनु भएको छ र आउटसाइड नेपाल अप्सनमा सेलेक्ट गर्नु भएको छ भने जुन देशमा बसिरहनु भएको छ त्यहाँकै कन्ट्री कोड, मोबाइल नम्बर राख्नुहोला। विदेशमै बसेर पनि खाता खोल्न सकिन्छ। सबै भरिसकेपछि टर्म्स एन्ड कन्डिसन्समा टिक गर्नुपर्छ। त्यसभन्दा अगाडि खाता खोल्दा के डकुमेन्ट चाहिन्छ भनेर स्क्रिनमा देख्न सकिन्छ। नेशनल आइडेन्टिटी कार्ड, सिम ओनरशिप प्रुफ अनि पासपोर्ट साइज फोटोग्राफ। भिडियोको सुरुवातमै मैले तपाईलाई यी डकुमेन्ट तयार राख्न भनेको छु। प्लस प्यान कार्डको डिटेल भर्नु भएको छ भने आफ्नो प्यान कार्ड पनि रेडी राख्नुहोला। अब आई एग्री टु टर्म्स एन्ड कन्डिसन्समा टिक गर्नुहोस् अनि टर्म्स एन्ड कन्डिसन्सको पेज खुल्छ। यसलाई स्क्रोल गरेर प्रोसिड टु एकाउन्ट ओपनिङ फर्ममा ट्याप गरी अगाडि बढ्न सकिन्छ। यसपछि 6 डिजिटको ओटीपी कोड एसएमएस र इमेलमा आउँछ। अब उक्त ओटीपी कोड फिल गरी अगाडि बढौं। यहाँ तपाईको अनलाइन एकाउन्ट ओपनिङ पोर्टल खुल्छ, जहाँ तपाईले 3 वटा क्याटेगोरीमा इन्फर्मेसन फिल गर्नुपर्ने हुन्छ। कस्टमर डिटेल्स, एड्रेस एन्ड इम्प्लोयमेन्ट अनि एकाउन्ट एन्ड डिक्लेरेसन। सुरु गरौं बेसिक डिटेल्सबाट, जहाँ आफ्नो स्यालुटेसन, नाम, जन्ममिति, जेन्डर, कन्ट्री कोड, मोबाइल नम्बर, इमेल एड्रेस भर्न सक्नुहुन्छ। अब सेलेक्टेड प्रोडक्टमा आफूले गरेको सेभिङ्स एकाउन्ट छनौट गर्नुहोस्। अब पालो डकुमेन्ट अपलोडको। फर्स्टमा चुज फाइलमा ट्याप गरी पासपोर्ट साइजको फोटो अपलोड गर्नुहोस्। यसैगरी अब सिम ओनरशिप प्रुफको स्क्रिनशट अपलोड गर्नुहोस्। नेक्स्ट रहेको छ एनआईडी। तपाईले आफ्नो राष्ट्रिय परिचय पत्रको फ्रन्ट साइड यहाँ अपलोड गर्न सक्नुहुन्छ। यदि तपाईसँग आफ्नो ओरिजिनल एनआईडी कार्ड छैन भने एनआईडी कार्ड एप्लाई गर्दाखेरिको एप्लिकेसन फर्म र एनआईडी को सफ्ट कपी अपलोड गर्नुपर्ने हुन्छ। एनआईडी को सफ्ट कपी जेनेरेट गर्न यहाँ स्क्रिनमै लिंक दिइएको छ, त्यहाँ गएर सफ्ट कपी जेनेरेट गरी अपलोड गर्न सक्नुहुन्छ। अब पालो आइडेन्टिफिकेसन डिटेल्सको। अब यहाँ आइडेन्टिफिकेसन टाइप, नेशनलिटी, प्लेस अफ बर्थ, आइडेन्टिफिकेसन नम्बर, प्लेस अफ इस्यु, इस्युइङ अथोरिटी, डकुमेन्ट इस्यु डेट भर्न सकिन्छ। आइडेन्टिफिकेसन नम्बरमा एनआईडी नम्बर भर्नुहोस्। अब यसैगरी आफ्नो फ्यामिली डिटेल्स फिल गर्न सक्नुहुन्छ। फ्यामिली डिटेल्समा तपाईको एनआईडी कार्ड वा एनआईडी एप्लिकेसनमा भएको फ्यामिली डिटेल्स अनुसारकै नाम, थर लेख्नुहोला। अब तल कन्टिन्यूमा ट्याप गरी अगाडि बढ्नुहोस्। कस्टमर डिटेल्सको क्याटेगोरी पछि अब पालो रहेको छ एड्रेस एन्ड इम्प्लोयमेन्ट क्याटेगोरीको। सुरु गरौं पर्मानेन्ट एड्रेसबाट। आफ्नो कन्ट्री, स्टेट, डिस्ट्रिक्ट, टाउन, स्ट्रिट, वार्ड नम्बर फिल गर्नुहोस्। त्यसैगरी आफ्नो हाउस नम्बर पनि यहाँ फिल गर्नुहोस्। यदि हाउस नम्बर छैन भने 0 राखेर अगाडि बढ्न सक्नुहुन्छ। अब यदि तपाईको पर्मानेन्ट एड्रेस र रेसिडेन्शियल एड्रेस यानि कि हाल बसोबास गर्ने ठेगाना सेम भए यसमा टिक लगाउनुहोस्। डिफरेन्ट भए नोमा टिक गरी आफ्नो रेसिडेन्शियल एड्रेस फिल गर्नुहोस्। अब एडिसनल कन्ट्याक्ट डिटेल्स फिल गर्नुहोस्।
यहाँ तपाईले आफ्नै वैकल्पिक नम्बर दिन सक्नुहुन्छ। नेक्स्ट रहेको छ इम्प्लोइमेन्ट डिटेल्स, जसमा तपाईले आफ्नो एजुकेसन, अकुपेसन अनि इम्प्लोइ भएको खण्डमा आफूले काम गर्ने संस्थाको विवरण, डेजिग्नेसन लगायत मागिएका सबै विवरण फिल गर्नुपर्ने हुन्छ। नाउ थर्ड यानि कि लास्ट क्याटेगोरी रहेको छ एकाउन्ट एन्ड डिक्लेरेसन। यहाँ तपाईले आफूले लिन चाहेको एकाउन्ट सर्भिसेसहरू, डेबिट कार्ड, मोबाइल ब्याङ्किङ सर्भिस, इन्टरनेट ब्याङ्किङ सर्भिस के लिने हो त्यो टिक गर्न सक्नुहुन्छ। यहाँ मैले मोबाइल ब्याङ्किङ सर्भिस र इन्टरनेट ब्याङ्किङ सर्भिसमा टिक गरेको छु। अर्को रहेको छ एकाउन्ट एन्ड ट्रान्जेक्सन डिटेल्स। यहाँ तपाईले एकाउन्ट खोल्नुको उद्देश्य, म्याक्सिमम ट्रान्जेक्सन काउन्ट, ट्रान्जेक्सन भोल्युम इन अ मन्थ फिल गर्न सक्नुहुन्छ एन्ड आफूलाई कुन ब्रान्च रोज्न मन छ यहाँबाट रोज्न सक्नुहुन्छ। मैले यहाँ नयाँ बानेश्वरको ब्रान्च रोजेको छु। यो चाहिँ तपाई ब्याङ्कमा नै जानुपर्ने भयो भने सजिलोको लागि हो। उदाहरणको लागि तपाईले डेबिट कार्ड पनि चाहिएको अप्सनमा क्लिक गर्नुभएको छ भने तपाईले खाता खोल्दा सेलेक्ट गरेको ब्रान्चमा नै जानुपर्छ। अब यहाँ केही डिक्लेरेसनहरू देख्न सकिन्छ, पढेर टिक लगाउन सक्नुहुन्छ। अब तल प्रिभियस रिभ्यू माई एप्लिकेसन र सबमिट एप्लिकेसन देख्न सक्नुहुन्छ। तपाईले आफ्नो एप्लिकेसन एकपटक रिभ्यू गरेर सबमिट गर्न सक्नुहुन्छ। मैले रिभ्यू गरिसकेको भएर डाइरेक्ट सबमिट एप्लिकेसनमा ट्याप गरेँ। यहाँ अर्को डिक्लेरेसन पपअप हुन्छ, यसमा ट्याप गर्न सकिन्छ। अब के गर्ने त? भिडियो केवाइसी बाटै तपाईको आधिकारिक फोटो लिइने भएकाले ड्रेसमा ध्यान दिनुहोला। अब मेलमा आएको स्टार्ट भिडियो कलमा ट्याप गरी अगाडि बढ्न सकिन्छ। यसमा ट्याप गरेपछि प्रोसिड फर भेरिफिकेसन भनेर स्क्रिनमा देख्नुहुन्छ। यहाँ भिडियो कलमा ट्याप गर्न सकिन्छ। तपाईले क्यामेरा, स्पिकर लगायत पर्मिसन एलाउ गर्नुपर्ने हुन्छ। अब स्क्रिनमा देखिएको क्याप्चा टाइप गरी अगाडि बढ्नुहोस्। ल्याङ्ग्वेज सेलेक्ट गर्न सक्नुहुन्छ। यहाँ तपाईले भिडियो केवाइसीको डेमो भिडियो पनि हेर्न सक्नुहुन्छ। मैले स्किप गरेँ। एकपटक फेरि तपाईले स्क्रिनमा भिडियो केवाइसीको लागि आवश्यक डकुमेन्ट्स देख्न सक्नुहुन्छ। यसपछि आइदर तपाई डाइरेक्टली जोइन हुन सक्नुहुन्छ कि भने भिडियो केवाइसीको लागि टाइम बुक पनि गर्न सक्नुहुन्छ। जोइन गरेको खण्डमा तपाईलाई 6 डिजिटको ओटीपी कोड मेसेजमा आउँछ। त्यसलाई फिलअप गरी सबमिट गर्नुहोस्। तपाईले यहाँ आफ्नो कुन कागजात देखाउने हो त्यो रोज्न सक्नुहुन्छ। हामीले नागरिकता रोज्यौं। अब यहाँ भने अनुसार तपाईले आफ्नो नागरिकताको फ्रन्ट र ब्याकको फोटो खिचेर अपलोड गर्नुपर्ने हुन्छ। स्क्रिनमा कालो देखिए पनि क्याप्चरमा ट्याप गर्दा फोटो क्याप्चर हुन्छ। यदि खिचेको मिलेन भने रिट्राईमा ट्याप गरी फेरि खिचेर अपलोड गर्न सकिन्छ। यसपछि तपाईले आफ्नो अनुहारको फोटो खिचेर अपलोड गर्नुपर्ने हुन्छ। यसपछि नोभेल ब्याङ्कको प्रतिनिधिसँग च्याट मार्फत कुरा गर्न सकिन्छ, जहाँ तपाईलाई प्रतिनिधिले एकाउन्ट नम्बर माग्नुहुन्छ। अब उक्त प्रतिनिधिबाट कल आउँछ। कल रिसिभ गरेर उहाँहरूले भने अनुसार गर्न सक्नुहुन्छ। प्रतिनिधिले तपाईलाई तपाईको नागरिकता फोनको ब्याक क्यामेराबाट देखाउन भन्नुहुन्छ। यसपछि एनआईडी एप्लिकेसन फर्म यानि कि रुजु गरिएको कागजात र एनआईडी को फोटो सहितको सफ्ट कपी फोनको ब्याक क्यामेराबाट देखाउन भन्नुहुन्छ। तपाईले अर्को डिभाइसबाट देखाउन सक्नुहुन्छ। अब सादा सेतो कागज क्यामेरामा देखाउन सक्नुहुन्छ र फोनको फ्रन्ट क्यामेराबाट आफ्नो आधिकारिक सिग्नेचर गरेर देखाउन आवश्यक हुन्छ। यसै गरी नै तपाईको थम्ब प्रिन्ट पनि क्लियरली देखिने गरी सादा पेपरमा देखाउनुपर्छ। यसपछि ब्याङ्कको प्रतिनिधिले थप भेरिफिकेसनको लागि केही प्रश्न सोध्नुहुन्छ। ती प्रश्नको सही जवाफ दिन आवश्यक छ। उत्तर दिँदा कसैको हेल्प लिन पाइँदैन। अलमल नगरी आफैले दिनुपर्छ। यति भएपछि तपाईको भिडियो केवाइसी को प्रक्रिया पूरा हुन्छ। अब तपाईको भिडियो कल भेरिफिकेसन भइसकेपछि तपाईलाई एकाउन्ट एक्टिभ भएको मेल आउँछ। अब यसरी नोभेल ब्याङ्कमा तपाईको खाता खुल्यो। सुरक्षाका उपाय अपनाउँदै मजाले कारोबार गर्नुहोस् है त।